मुख्यमन्त्रीजी मध्य प्रदेशमा सुशासनको चुनौती छ, विकासको चुनौती छ र यो आषाढ मसान्त नजिकिएको छ। यो अवस्थामा तपाईँ चाहिँ प्रदेशको चाहिँ मुख्यमन्त्री हुनुभएको छ, कसरी चाहिँ प्रदेशलाई अब अगाडि लानुहुन्छ? सर्वप्रथम त के भयो कि त सम्पूर्ण जनलाई धेरै धेरै धन्यवाद। अब यो अहिले चुनौतीको विषय हो। यो लास्ट आवरमा बजेटको पनि 4-5 दिन बाँकी छ र नीति तथा कार्यक्रम पनि आएको छैन, बजेट पनि बनेको छैन। त्यसकारण चाहिँ हाम्रो भोलिदेखि सम्पूर्ण क्याबिनेट र सम्पूर्ण सचिवजीहरूको टिम चाहिँ फुल टाइम बसेर चाहिँ बजेटको काम गर्ने अनि त्यस पछाडि चाहिँ हाम्रो अर्को काम हुन्छ। त्यसकारण चाहिँ अहिले यो जुन व्यतिथि जुन 6 वर्षदेखि यहाँ जुन संस्थागत रूपमा जुन जम्या छ त्यसलाई हामी तोड्दै र सुशासन कायम कसरी हुन्छ र यो भ्रष्टाचार अन्त कसरी हुन्छ, त्यसकारण चाहिँ हाम्रो यो बजेट आइसके पछाडि हजुरहरूलाई त्यहाँबाट चाहिँ प्रशस्त मार्ग भेटिन्छ कि जुन उपभोक्ता समितिको योजना बेचबिखिनको, चिठी बेचबिखिनको जुन सिस्टमहरू जुन चलिरहेको थियो त्यो सबै सिस्टमहरू बन्द भइहाल्छ। र अब तपाईँहरूसँग पनि मेरो आग्रह के छ कि एउटा पोजिटिभ वेको भाषा क्रिएट गर्नु पर्यो, तपाईँहरू पनि एउटा माहौल क्रिएट गर्नु पर्यो कि अब मध्य प्रदेशमा चाहिँ चेन्जेस, अब खालि नेगेटिभ कुरालाई मात्रै हामीले ढोइराख्यौँ भने अरू आउने चिज आउँदैन। त्यसकारण चाहिँ अब पोजिटिभली सबैजनाले मिलेर यसलाई चाहिँ राम्ररी बनाउने सबैको दायित्व हो र त्यसमा हामी चाहिँ 100% लागि परेका छौँ र यसमा हामी एकदम एडीचोटी एक गरेर हामी काम गर्नेछौँ। मुख्यमन्त्रीज्यू, किसान आन्दोलनको नाउँ दिएर तपाईँहरू चाहिँ चुनाव लडेर सत्तामा पुग्नु भएको हो। किसानको लागि तपाईँले के सोच बनाउनु छ, कस्तो प्याकेज ल्याउँछ किसान चाहिँ यहाँको? आज पनि हाम्रो 7-8 बुन्दा लिँदाखेरि त्यसमा एउटा पालिका एउटा चाहिँ विशिष्ट रूपको कृषि एउटा क्षेत्रै हामी प्याकेजको घोषणा गरेका छौँ र त्यो विस्तृत रूपमा 136वटा पालिकालाई मध्यनजर गरेर एक पालिका एक समूह चाहिँ गठन गरेर होस् अथवा चाहिँ निजी सहकारी अथवा राज्यद्वारा चाहिँ लगानी गरेर एउटा चाहिँ ठुलो अब जग्गाहरू जहाँ उब्जाउ भइरहेको छैन, जहाँ बाजु छ त्यो जग्गाहरूलाई चाहिँ कसरी कृषिमा कन्भर्ट गर्ने र कृषिलाई पनि कसरी आधुनिकीकरणतर्फ लाने भने त्यतातिर हामी। मुख्यमन्त्रीजी, अन्त्यमा तपाईँले नै केही महिना अगाडि चाहिँ सप्तरीमा भन्नुभएको पत्रकार सम्मेलनको कुरो म दोहोऱ्याउँछु कि यो प्रदेशमा चाहिँ मुख्यमन्त्री र अर्थमन्त्री बाहेक कसैको केही चल्दैन। अब तपाईँ मुख्यमन्त्री हो, अर्थमन्त्री तपाईँको छैन। तपाईँ कसरी चाहिँ जनतालाई अहिले हामी यो कुरोमा एकदम प्रष्ट रूपमा के छ कि हामी यो कोलेबोरेसनको सरकार हो, कसैको एकल बहुमत छैन। त्यसकारण चाहिँ यो सामूहिक रूपमा हामी एकदम भाइचाराको नातामा एकदम बसेर चाहिँ कसरी एउटा डेभलपमेन्टतिर लाने भने त्यतातिर सबैजना सहकारी गरेर गर्नेछौँ। त्यसमा चाहिँ सबैको सहकारी भूमिका हुन्छ। इन केस जुन दिन हामीले त्यो अब्स्ट्याकल आउँछ, जुन दिन काम गर्ने वातावरण हुँदैन, त्यो दिन हामी सरकारमा पनि बस्दैनौँ।